मिटियर 350 आएको छ हामीसँग फुल सर्भिस गर्नलाई। यसमा के भएको छ, के बिग्रेछ सबै देखाउँछु तपाईहरुलाई। यहाँ फ्रन्ट डेस्पोकेट बिग्रेको छ, फ्रन्ट डेस्पोकेट चेन्ज गर्छौं। यसमा चाहिँ इन्जिनमा टिकटिकको साउन्ड आछ, टिकटिकको साउन्ड हामीले मिलाउँछौं। एयर फिल्टर पनि चेन्ज गर्छौं हामीले। यता क्लच तार जाम भएको छ, क्लच तार पनि चेन्ज गर्छौं हामीले। अनि मोबिल त लिक्विड गन भइहाल्यो। अनि फुल सर्भिस गरेर तपाईहरुलाई म देखाउँछु कस्तो भएको छ। फाइनल्ली हामीले फुल सर्भिस गरिसकेका छौं। अब कस्तो भएको छ तपाईहरु हेर्न सक्नुहुन्छ। धोइधाइ पारेर रेडी गरिसकेका छौं। तपाईहरुको पनि बुलेट सर्भिसिङ गर्नु पर्यो भने खान मोटरसाइकल वर्कसपलाई सम्झिन सक्नुहुन्छ। यहाँ लास्टमा हाम्रो बोर्ड आउँछ, त्यो बोर्ड हेर्न सक्नुहुन्छ। युट्युब च्यानल पनि छ।